नमस्कार। आज हामी सरस्वती बाल विकास केन्द्रको प्राङ्गणमा छौँ। बर्खा सुरु भइसकेको छ। बर्खा सँगसँगै हाम्रा पुर्खाहरूले बाटो बाटोमा लगाएका बर पिपल स्वामीका रुखहरू, चौपारीहरू, भरियाहरूलाई बस्नको लागि बनाएका राम्रा राम्रा चौपारीहरू अहिलेको आधुनिक युगले जुन यातायातले गर्दाखेरि तिनै यातायातले विस्थापित गरेर लगभग शून्य बनाइसकेका बर पिपलका बोटहरू लगाउने जमर्को गर्दैछौँ। यसले हावा पनि स्वस्थ हुने, मौसम पनि सफा रहने, हाम्रो धार्मिक अनुष्ठानहरूमा पनि बर पिपल स्वामीका पातको महत्त्व छ, जुन त्यसलाई कायम राख्नको लागि आज एकादशी पारेर बर पिपल लगाउँदैछौँ। जुन तपाईले यी फुलहरू पनि रोपियो, अब यिनी थुगे फुलहरू यसले पनि बास्ना छर्नेछ पक्कै पनि। अनि हाम्रो जुन तपाईले ब्याकग्राउन्डमा देखिरहनु भएको छ, यो बरको बुटो हो। आज जुन लगाइयो हामीले, यतापट्टि यी चाहिँ पिपल छ, हामीले पहिले लगाइसकेका थियौँ। यो पछाडि देखिएको ठुलो पिपल पनि अहिले बाटोको मर्मत सम्मार गर्दाखेरि जाने अनुमान गरिएको छ। त्यसै कारणले नयाँ बिरुवा लगाउँ भनेर आज जमर्को गर्दैछौँ। हस्त धन्यवाद भिडियो हेरिदिनु भएकोमा सम्पूर्णमा। तपाईका प्रतिक्रियाहरू पनि दिँदै गर्नुहोला।